आज यहाँ उपस्थित सबै अनागरिक अथवा भिक्षुवर्गप्रति मेरो सादर वन्दना। साथै यहाँ यस कार्यक्रमको सभापतिज्यू, निर्णायक मण्डल र यहाँका सबै गण्य पुण्य मानिसहरूलाई मेरो नमस्कार। आज म 10 पुण्य क्रियाको बारेमा केही बोल्न गइरहेको छु। सब्ब पापस्य अकरणं कुशलस्य उपसम्पदा सचितं पुण्यदापनं एतं बुद्धान शासनं। अर्थात् भगवान बुद्धले जीवन पर्यन्त सधर्मको देशना गर्नुभएको बेला यो धम्मपदको यो गाथा यही स्मरणीय छ। यसको अर्थ हो नगर्नु कुनै पापको काम, कुशल कर्म गर्दै लानु, चित्त शुद्ध गर्दै लानु। यही सबै बुद्धहरूका उपदेशहरू हुन्। यसमध्ये कुशलस्य उपसम्पदा भनेको 10 कुशल कर्म र 10 पुण्य क्रियालाई बढाउँदै लानु भनेको हो। यही प्रसङ्गमा आएको 10 पुण्य क्रियाको बारेमा म हजुरहरूसँग बोल्न गइरहेको छु। 10 पुण्य क्रिया सर्वप्रथम बुझौँ, पुण्य भनेको के हो त? जुन चाहिँ राग देश मोहले दूषित भएकोलाई परिशुद्धतातिर लैजान हेतु बनेको हुन्छ, यसलाई नै पुण्य भनिन्छ। भगवान बुद्धले बताउनु भएको छ कि पुण्य मात्र यस्तो चिज हो जुन भूकम्पले भत्काउन सक्दैन, बाढीले बगाउन सक्दैन र मृत्यु पश्चात पनि हामीसँगै हुन्छ। यसमा 10 पुण्य क्रियाहरू जम्मी 10 प्रकारका छन्, तर त्रिपिटकमा भने यसलाई 3 खण्डमा विभाजित गरिएको छ। अङ्गुत्तर निकाय पुण्य क्रिया सूत्रमा बुद्ध वचन यस प्रकार छ: तीनामणि भिक्खवे पुण्य क्रियावत्थुनि कत्तमानि तिनी दानमयं पुण्य क्रियावत्थु भावनामयं पुण्य क्रियावत्थु शीलमयं पुण्य क्रियावत्थु। अर्थात् भिक्षुहरू पुण्य क्रिया 3 छन्। ती के हुन् त? दानमय पुण्य क्रिया, शीलमय पुण्य क्रिया र भावनामय पुण्य क्रिया। तर इति बुद्धको अर्थकथामा यिनी 3 पुण्य क्रियालाई विस्तृतीकरण गरेर थप 7वटा पुण्य क्रिया थपेको छन् र यसको सरलीकरण गर्दा 10 पुण्य क्रिया यस प्रकार छ: दानशीलं च भावना पत्तिपत्तानुमोदन वैयावच्च पचायञ्च देशनासुतिदिथिजु। यी नै 10 पुण्य क्रियाहरू हुन्। म यहाँ हजुरहरूसँग यस 10 पुण्य क्रियाको बारेमा केही विस्तारमा चर्चा गर्न चाहन्छु। सर्वप्रथम दान। त्याग चित्तले, उदार चित्तले आफूसँग भएको भौतिक तथा अभौतिक वस्तु अरूलाई दिने भनेको दान हो। भोकालाई खाना, रोगालाई औषधि, अशिक्षितलाई शिक्षा दिनु यी दानका केही उदाहरणहरू हुन्। भिक्षुहरूलाई नहुने चतुप्रत्यय वस्तु अर्थात् भोजन, औषधि, चिर्व र विहार दान गर्नुको फल अप्रमाण रहेको उल्लेख छ। समग्रमा भन्नुपर्दा दान भनेको बाहिरी देखावटी मात्रै होइन, तर भित्री चेतना र आशयको साथ उदारता र निस्वार्थ भावले केही दिनु हो। दोस्रो, शील। शील शब्द शीलन अर्थात् जप भन्ने शब्दबाट आएको हो। शील समाधि प्रज्ञायुक्त बोधि मार्ग यिनी शीलको जगमा अडेको हुन्छ। प्राणी हिंसा नगर्ने, झुटो वचन नबोल्ने, चोरी नगर्ने, व्यभिचार नगर्ने, बेहोसमा पार्ने मादक पदार्थ सेवन नगर्ने शिक्षा पञ्चशील पर्दछ। पञ्चशील पालना नगर्ने मान्छे सामाजिक रूपमा निन्दित हुन्छ। उनीहरूको लागि चारैतिरबाट प्रगतिको बाटो बन्द हुन्छ। काय, वाक र चित्तले गरिने सबै कालका कर्महरूलाई सजग भई संयमता अपनाउनु भनेकै शील हो। शील पालना गरेमा क्रमशः सांसारिक बन्धनबाट मुक्त हुने मार्गफलसम्म पुर्याउँछ। भावना। भगवान बुद्धले भन्नुभएको छ कि भावना पुण्य आर्जनको लागि एकदम महत्त्वपूर्ण उर्वर भूमि हो। ध्यान। भावनालाई समर्थ गरी 2 प्रकारका हुन्छन्। ध्यान भावनाले चित्त एकाग्र हुन्छ र प्रज्ञा ज्ञान उदय भई निर्वाण साक्षात्कार हुन्छ। पत्ति दान अथवा पत्ति अनुपदान भनेको आफूले गरेको पुण्य अरूलाई प्रसारण गर्नु अथवा दान दिनु हो। निराय दुर्गतिमा रहेका प्राणीहरूलाई यस्तो दान एकदमै महत्त्वपूर्ण हुन्छ। मरेका मातापितालाई पुत्रपुत्रीले यस्तो दान गर्नु उनीहरूको कर्तव्य हो भनेर सिगालोवाद सुत्तमा बताइएको छ। यसरी दान बाँड्दा फेरि झन् नघट्ने भइकन बढ्ने गर्दछ। पत्तानुमोदन अथवा पत्ति अपनुमोदन भनेको अरूले गरेको पुण्यमा प्रसन्न हुनु अथवा हर्षित हुनु हो।
साधु 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 भने अरूले गरेको पुण्यलाई सधन्यवाद अनुमोदन दिनु भनेको चतुर ब्रह्म विहारमध्ये एक महत्त्वपूर्ण ब्रह्म विहार मुदिता भावनाको अभ्यास गर्नु पनि हो। वैयावच्च करुणा राखी आवश्यक अवस्थाहरूमा परोपकार सेवा गर्नु भनेको वैयावच्च हो। विपदको अवस्थामा राहत वितरण, श्रमदान, धर्म शिविरहरूमा स्वयं सेवक हुनु यी वैयावच्चका केही उदाहरणहरू हुन्। अपचायन त्रिरत्नप्रति, आमा बुवाप्रति, आफूभन्दा धीर पुण्यवान मानिस प्रति सम्मान गर्नु, गौरव गर्नु, यसलाई नै अपचायन अर्थात् अपचिति सहगतं पुण्य क्रियावत्तु भनिन्छ। आफूभन्दा ठुलो होस् वा समकक्षी होस्, आफूभन्दा सानो नै होस्, उनीहरूको भावना, उनीहरूको सम्पत्ति तथा अधिकारलाई गौरव गर्नु, उनीहरूलाई सम्मान गर्नु, अपहेलना नगर्नु भनेकै अपचिति सहगतं पुण्य क्रियावत्तु हो। देशना सब्बदानं धम्मदानं जिनाति अर्थात् सबै दानलाई धर्मदानले जित्छ। धर्म सुनाएर कसैको आँखा खुल्याउन सकेमा त्यो जस्तो महादान अरू केही पनि छैन। कुमार्गमा हिँडेकोलाई सुमार्गमा ल्याउनु, मिथ्या दृष्टिमा परेकालाई सम्यक दृष्टिमा ल्याउनु यी यस क्रियाका अन्तर्गत पर्दछ। धर्मका कुराहरू लेख्नु, धर्मका किताबहरू छाप्नु यस क्रिया अन्तर्गत पर्दछ। सुत्ति अथवा सवनमयन पुण्य क्रियावत्तु भनेको धर्म ज्ञान सुन्नु हो। परेती कक्षा अथवा बौद्ध अध्ययनका कक्षाहरूमा भर्ना हुनु, धर्म ज्ञान सुन्नु, धम्म साकक्षको कार्यक्रमहरूमा स्वयं भर्ना हुनु यी यस क्रिया अन्तर्गत पर्दछ। धर्म ज्ञान सुन्दाखेरि आफ्नो र अरूको कल्याण हुन् भनेर सुन्नु पर्दछ। यसरी धर्म ज्ञान सुन्दाखेरि हामी धर्ममा एकदम ज्ञानी हुन्छ र धर्मको ठिक अर्थ पहिल्याउन समर्थवान हुन्छ। दिठ्ठिजुगम्म दृष्टि र धारणा सुत्रीकरण गर्दै लाने चेष्टा र कार्यलाई दिठ्ठिजुगम्म अर्थात् दिठ्ठिजुगतं पुण्य क्रियावत्तु भनिन्छ। यो क्रिया आर्य अष्टाङ्गिक मार्गमध्ये एक महत्त्वपूर्ण मार्ग समाधित्थि पनि हो। यस पञ्चशीललाई पूर्ण रूपमा बुझ्नु, चतुरार्य सत्यलाई पूर्ण रूपमा बुझ्नु, कर्म र कर्मफलको बारेमा बुझ्नु यी यस क्रिया अन्तर्गत पर्दछ। यसरी दृष्टि र धारणा सम्यक दृष्टि गऱ्यौँ भने हामीले सांसारिक दुःखबाट मुक्त हुने मार्गफलसम्म पुग्न सक्छौँ। यसरी यस उपदेश सुनेपछि यसलाई आचरणमा ल्याउन पनि एकदमै महत्त्वपूर्ण हुन्छ। यसको लागि निरन्तर तालिम लिने शिक्षित हुनुपर्दछ। यसरी हामीले भावना, शील र दान चाहिँ पालना नगर्ने तर दुःख भयो भनेर मात्रै हिँड्ने भने त्यो कसाहीको अगाडि म्या गरेर कराउने रागो जस्तै हुन्छ, होइन र? यो गाथाहरू यही सुन्दर सान्दर्भिक हुन्छ जसले अभ्यासमा अभिप्रेरित हुन्छ। धम्मपदको 116औं गाथामा भनिएको छ कि पुण्य जति गरिहाल्नुपर्छ, पाप चित्त निवारण गर, पुण्य गर्न कहिले पनि विलम्ब गर्नु हुँदैन, नत्रभए मनमा पाप उब्जन सक्छ। फेरि अर्को गाथामा भनिएको छ पुण्य फेरि गर्नुपर्छ, पुण्य गर्नमा खुब आशय राख्नु पर्दछ। पुण्य सङ्ग्रहले सुखको मूल कारण हो। फेरि अर्को धम्मपदको यो गाथा पनि स्मरणीय नै छ। अलिकति पुण्य गरेर के होला भनेर कहिले पनि नसोच्नु। जसरी एक थोपा पानीकोले एक गाग्रो भर्छ, त्यसरी नै धीर पुण्यवान मानिसले अलिअलि गरेर नै पुण्य थुपार्छ। यो उपदेश सुनेर बोधि लाभ गर्न सकुन् भन्ने शुभकामना व्यक्त गर्दै म मेरो वक्तव्य यही टिङ्ग्याउन चाहन्छु। धन्यवाद। भवतु सर्वमङ्गलम्।